भने एउटा नेताको छोरी पनि म माथि ट्याग छ के नेताको छोरी ट्याग होइन तपाईँ नेताकै छोरी हो Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. I don't need no help, I don't need opinions, so don't. हैन मलाई त यो तनहुँ जिल्लाको बारेमा त बस्ती बस्ती कुन घर कता फर्केर बनाएको छ भन्ने पनि थाहा छ किनभने मैले लामो समयसम्म यही भूगोलमा राजनीति गरेको मान्छे हो म पार्टीको जिल्ला कमिटी विद्यार्थी राजनीतिबाट सुरु गरेको यहीँबाट सुरु गरेको हो पार्टीमा अनेम सङ्घमा राजनीति गरेको मान्छे म गाउँ गाउँमा सङ्गठन बनाउन पनि गएको छु गाउँ गाउँमा जनताको घर पनि पुगेको छु त्यसैले भूगोल कस्तो छ भन्ने बारेमा त म त अनभिज्ञ छैन नि अनि तपाईँ यति धेरै जानकारी राख्नु हुँदो रहेछ तपाईँ यति धेरै झन्डै यो 30-32 वर्ष यहीँको भूगोलमा यहीँका जनतासँग एकाकार भएर काम गर्नु भएको रहेछ जनताको यो दुःख देख्ने र तपाईँहरू मन्त्री या सरकार चलाउँदा त्यो दुःखको सम्बोधन गर्ने काम चाहिँ किन नगरे मन्त्री चाहिँ यहाँका जनताले उत्पादन गरिदिरहने अनि जनता चाहिँ सधैँ विकासको अँध्यारोमा बस्नुपर्ने यो नेताकै लागि मात्रै बनाए जिल्ला रहेछ यो प्रश्न चाहिँ कस्तो भने यो प्रश्न तपाईँले जे गर्दै हुनुहुन्छ अरू नेताहरू अरू दलका नेताहरूलाई चाहिँ यो प्रश्न सान्दर्भिक हुन्छ हेर्नुहोस् मलाई चाहिँ यो प्रश्न सान्दर्भिक किनभने तपाईँहरू चाहिँ प्रश्नभन्दा माथि हो पख्नुस् न आज 2082 सालमा आज 2026 सालमा तपाईँ र म के भनेर गर्व गरिरहेछौँ या तपाईँ के भनेर गर्व गरिरहनु भएको छ भने हामीले जनताको घरमा बत्ती पुर्याइदियौँ पैसा लिएर हामीले जनताको घरमा तपाईँ सञ्चार सेवा पुर्याइदियौँ पैसा लिएर कमिसन खाएर हामीले जनताको घर घरमा बाटो पुर्याइदियौँ हामीले स्कुल खोलिदियौँ यो ढुङ्गे युग हो तपाईहरुले गरेको क्रियाकलाप एमालेको नाममा कांग्रेसको नाममा माओवादीको नाममा या राजावादीको नाममा सबैले जसरी लुटेर कार्यकर्तालाई देशको अनुदान लुटेर हामी तपाईलाई नै लुटेर भनेको छैन तपाई जस्तै हुन्छ लुटेर ये तो धोती खोल रहा है मानव तस्कर मन्त्रीलाई संरक्षण गर्नुभयो मन्त्रीबाट त हटाए जस्तो गर्नुभयो तर संरक्षण गरेर राख्नु भएको छ त्यसो भए तपाई मानव तस्करीको संरक्षक हो कुनै घटना जसरी घट्यो त्यसमा प्रहरी महानिरीक्षक दीपक थापाको कमजोरी भयो कुनै कमजोरी भएको छैन त्यहाँ जे गर्नुपर्ने थियो त्यो गरेको हो भने बाटा हिँड्ने मान्छेलाई गोली हाल्दिने तपाईहरुले दुर्गा प्रसाई भन्ने जो सो घोषित जन कमान्डर हुनुहुन्थ्यो उहाँसँग चाहिँ डराउनु हुँदो रहेछ उहाँले गाडी पेलेर तपाईका प्रहरी जवानहरूको हत्याको मनसाय हो कासाथ जसरी अगाडि आओ आओ गर्दै जसरी बढ्नुको उहाँलाई चाहिँ चटक्क समातेर काखी हालेर लिएर गएर सटर भित्र राखिदिने र सटरबाट सुरक्षित निकालेर भारततिर भगाइदिने उहाँलाई चाहिँ अनि बाटोमा हिँडिरहेको रेविका खत्रीलाई चाहिँ गोली हान्ने त्यस्तो होइन होला त्यस्तो होइन होला होला नभन्नुस् न त्यस्तो भएको छैन सर बाहिर घाम लागिरहेछ होइन त्यस्तो भएको छैन बाहिर घाम लागिरहेछ मैले क्लियर यो त होला नि कन्ट्रोभर्सी अलिअलि आयो तर कन्ट्रोभर्सी सुन्नु खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चिज बिर्सिने पद गएपछि राजा चाहियो अब काण्डको छानबिन अब अघि बढाउनुहुन्छ गृहमन्त्री तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो अब सार्वजनिक गर्नुहुन्छ बिस्तारै हुन्छ त्यसो कहिले बिस्तारै हुन्छ कहिले यो तिथिमिति गरेर त भन्नुपर्छ मैले तपाईँसँग पर्यो नि किन जनतालाई नभने कसलाई भन्नुहुन्छ जनताले मत दिएर तपाईँ मन्त्री हुनु भयो होइन सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको हामीले हाउस एरेस्ट राखेको छैन लिगली रूपमा त्यो गरेको पनि छैन 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको तपाईले कांग्रेस र एमालेका कार्यकर्ताहरूलाई त्यसका शुभचिन्तकहरू त्यसका भोटरहरूलाई झोले भनेर जुन रूपमा तपाईले गाली बर्साउनु भयो टेलिभिजनबाट झोले भनेर गाली गर्दा र आफै झोली बन्दाको फरक चाहिँ के हुँदो रहेछ Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. I don't need no help, I don't need opinions, so don't waste my time then. तपाईहरु सरकारमा जानुभयो रासपाको सरकार बन्यो शक्तिशाली सरकार बन्यो भने चाहिँ के हुन्छ त्यो बेलामा
केपी ओलीहरूलाई जेल हाल्नुहुन्छ? यसमा हाम्रो अब हाम्रो आयोगले पठाएको प्रतिवेदन अनुसारमा तपाईँको काम कारबाहीहरू अगाडि बढ्छ। बात त सही है त्यसो भए चाहिँ केपी ओली भोलि झापाबाट यदि चुनाव जितेर आउनुभयो, बालिन शाह झापामा चुनाव हारेर केपी ओली चुनाव जितेर आउनुभयो, तपाईँहरूलाई जेल हाल्ने तयारी छ, तपाईँलाई जेल हाल्ने तयारी छ, त्यसको लागि तयार हुनुहुन्छ? म त देशको लागि जे गर्नु पनि तयार छु। तपाईँ चुनावको ठ्याक्कै अगाडि पार्टी प्रवेश गर्नुभएको छ, तपाईँ केन्द्रको मन्त्री बन्नुभयो, त्यसपछि केन्द्रको मन्त्री पड्काउनु भयो, त्यसपछि तपाईँले शक्तिशाली मन्त्रालय प्रदेशमा पनि पड्काउनु भयो। यो चुनावको मुखमा तपाईँ रासोपा प्रवेश गर्नुभएको छ, रासोपाको अहिले राप ताप देखिरहेको छ, अब के पड्काउनु परेको तपाईँलाई? सुरुमा एउटा कारण भन्नुभएको थियो, चुनावमा जाने हरेक पार्टीको अध्यक्षले अबको प्रधानमन्त्रीको रूपमा आफूलाई दाबी गर्ने भन्ने कुरा स्वाभाविक हो। उस्तो एकदमै स्वाभाविक हो, सबै पार्टीका अध्यक्षहरूले अबको प्रधानमन्त्री मै हुँ। फगत त्यति कारणले हो भने त यसमा हामी धेरै छलफल गर्नुपर्ने भएन। त्यति कारण हो भने चाहिँ भएभरको भोट जति सबै माटोमा आउँछ भन्ने कुरा त्यो पनि स्वाभाविक सुनिराखै हामीले भएभरको सबै रुखमा आउँछ, सबै सूर्यमा आउँछ, सबै घन्टीमा आउँछ भनेको जस्तो। तर तपाईँले जुन कन्फिडेन्सका साथ तपाईँले भनिरहनु भएको छ, मैले यो शब्द प्रयोग गरेको थिएँ, जुन कन्फिडेन्ट तपाईँले देखाइरहनु भएको छ, यो चाहिँ तपाईँले चुनावको बेलामा यो भन्नुपर्छ भनेर स्वाभाविक हिसाबले भन्नुभएको हो कि अरू केही कुरा छ कि हामीले तपाईँलाई चिन्न कुनै भुल गरिरहेका छौँ? बताइदिनुहोस्, त्यहाँबाट सुरु गरौँ। त्यही भन्दैछु मैले। के छ भने अहिले जनताको लहर त्यस्तो छ र हामी ग्राउन्डमा छौँ होइन। अरू मान्छेहरू फेसबुकमा हुनुहुन्छ। फेसबुकमा तपाईँ कम हुनुहुन्छ र? कुन फिल्म हेरिरहनु भएको छ र? बाहुबली हो? कटप्पा नै बाहुबलीको क्यों मारा? सस्पेन्स। लाग्थ्यो सरकारी स्कुलमा विद्यार्थी संख्या कम मात्रै भएको हो तर अरू समस्या छैन भन्ने लाग्थ्यो, तर कहाँको त्यस्तो हुनु? सरकारी स्कुल भन्ने शब्द आउन साथ कता हो के हो गनाएको जस्तो लाग्छ। ओ गनाइसक्यो। तपाईँको नाम एकचोटि भन्नुहोस् त। डाक्टर ढाका कुमार श्रेष्ठ। तपाईँको नाम ढाका होइन डाका हुनुपर्ने भनिरहेछन् मान्छेहरूले। तपाईँले पिटेको चाहिँ केले हो? तपाईँले आक्रमण गरेको चाहिँ पाइपले हो? पाइप नै होला। मैले चाहिँ त्यो पाइप भन्नाले तपाईँले के को पाइप भन्नुभयो? के को पाइप हो त? नेपाल टप। नेपाल टप सब ठिकठाक। नेपाल टप सब ठिकठाक। सिम्पल कुरा, यो तपाईँको फोन, तपाईँले प्रयोग गर्ने फोन एउटा नम्बर मसँग छ, तपाईँसँग कतिवटा नम्बर प्रयोग गर्नुहुन्छ मलाई थाहा छैन, र व्यवसायी दुर्गा प्रसाईको फोन, त्यसको कल डिटेल हेर्न सजिलै मिल्छ। त्यो म्याच भयो भने चाहिँ यो 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 मुख यो थोपडा कता देखाउँछ फेरि? भर्खरै ल हाँस्नुहोस् त, भर्खरै हाँस्नुहोस्, भर्खर हाँस्यो होइन, अहिले भर्खरै हाँस्नु न, त्यहीँबाट हाँस्नुहोस् ल, हाँसिहाल्नुहोस्। हाँसो लाग्यो? हाँसो लागेन? हाँसो आउँदैन नि? खाली छ। वडा सचिवज्यूको कार्यकक्ष, वडा सचिवज्यूको होइन त? रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का। कसको हो यो त? वडा मलाई पनि थाहा छैन। तपाईँलाई पनि थाहा छैन? ओके ठिक छ। यो कर्मचारी बस्ने कार्यकक्ष हो यो। कार्यालयमा भेटिनु भएको तपाईँ मात्रै हुनुभयो, अब कोसँग कुरा गर्ने त? तपाईँसँग कुरा गर्नु पऱ्यो नि त। हुन्छ थोरै तपाईँलाई के थाहा छ त्यो त भनिदिनु न त। थाहा भएको कुरा त भन्नु भयो नि, होइन? भयो कि भएन भन्नुहोस् त? थाहा भएको कुरा थाहा छ भने थाहा छ भनिदिनुहोस्, यसो हो भनिदिनुहोस्। थाहा नभएको कुरा मलाई थाहा छैन भनिदिनुहोस्, सकिहाल्यो नि। हुन्छ कुरा गरौँ एकछिन? हुन्छ मलाई खासै कुरा गर्न आउँदैन। कुरा गर्न आउँदैन भनेपछि तपाईँ कुरा गर्नुहुन्न? के कुरा गर्नु? होइन घरतिर यताउता कुरा गर्नुहुन्न तपाईँ? कर्मचारी हो? हो। यो हो? केही आइडी कार्ड केही छ? छैन।
म भन्नाले यस्तो हो कि मेरो श्रीमती हो, मेरो श्रीमती बिरामी भएर भन्नाले यस्तो हो कि मेरो श्रीमती हो, मेरो श्रीमती बिरामी भएर तपाईँको श्रीमती कर्मचारी हो, मेरो बिरामी भएर बुढी अनि म आएको यहाँ खोल्नको। तपाईँको श्रीमतीको शीघ्र स्वास्थ्य लाभको कामना उहाँलाई छिटो निको होस्, जे स्वास्थ्य समस्या छ उहाँलाई छिटो निको होस्। तपाईँ चाहिँ श्रीमतीको सट्टामा आइदिनु भएको? हजुर। ए अनि यहाँको अध्यक्ष सचिव अरू कर्मचारी कहाँ गए त? उता जानुभयो भ्रमण। भ्रमण घुम्न? अच्छा, को जानुभएको छ? खोइ को जानुभएको छ त्यो त मलाई पनि थाहा छैन। थाहा छैन। तपाईँको श्रीमती जानुभएको छ कि छैन? जानुभयो। जानुभएको छ। बाई बाई, टाटा, गुड बाई, गया।